त्यसैले परमेश्वरको काम गर्न सजिलो छैन, असाध्यै गाह्रो छ। निन्दा हुन्छ, घृणा हुन्छ, आफ्नाले तर्काउँछन्, मुख फर्काउँछन्, उस्तै गरी तपाईलाई कुट्छन्, पिड्छन्, तपाईलाई समाजबाट अलग गर्छन्, कुल कुल्यानबाट अलग राख्न पनि सक्छन्, तपाईलाई सहयोग गरिरहेकाले असहयोग गर्न सक्छन्। सजिलो छैन। एक दिन गुरुमा जानुभएछ दुईजना गुरु, हामी पनि परमेश्वरको काम गर्छौँ, हामीलाई दिनुहोस्। अनि गुरुले भन्नुभएछ, बाबु तिमी परमेश्वरको काम गर्छु भनेर आएका छौ, तर परमेश्वरको काम गर्न धेरै गाह्रो छ। तिमीलाई मुखमा थुक्छन्, तिमीलाई लौराले पिड्छन्, तिमीलाई उस्तै परे गाउँबाट निकाला गर्छन्, उस्तै परे तिमीलाई चाहिँ तिम्रो समाजबाट निकाल्छन्, उस्तै परे तिमीलाई के सबभन्दा तुच्छ पनि बनाउँछन्। त्यो समयमा पनि के तिमी गर्न सक्छौ भन्दा दुईटैले भन्नुभएछ, सक्छु गुरु, हामी त्यो गरेर पनि गर्छौँ, सक्छु गुरु। त्यसमा लजाऊ, तिमीले यो ठाउँमा गर र अर्कोले अर्को ठाउँमा गएर परमेश्वरको काम गर्न जानुभयो। काम गरिसकेपछि नभन्दै दुईटालाई निन्दा आउन सुरु गरेर, निन्दा 100% आउँछ, किन आउँदैन? मैले योलाई ईश्वर भनेर चिनाइरहेको छु भने यो ईश्वर होइन भनेर यहाँ कसैले भन्छ नि, म यसको डिबेट गर्दिनँ। तपाईँहरूले डिबेट गर्नुहुन्न? मैले त तपाईँहरूलाई यो ईश्वर भनेकै छैन, यो त माइक हो भनेको छु। तर कसैले तपाईँलाई यो चाहिँ ईश्वर हो, यसलाई चाहिँ गर भनेर भन्छ भने तपाईँहरूले पनि डिबेट गर्नुहुन्छ कि यो ईश्वर होइन, यसलाई हामी ईश्वर मान्दैनौँ। यो हरेकले के गर्नुहुन्छ त, सत्यको पक्षमा लड्नुहुन्छ। त्यो गाउँमा त्यस्तै भएछ। हामीले त यसलाई ईश्वर भनेको, तैँले यहाँको ईश्वर कहाँबाट ल्याइस? कुटेछन् एकजनालाई, दुईजनालाई नै लखटेछन्। फेरि खुरुरु र गुरुका आइपुगेछन्। गुरुका आइसकेपछि गुरु, मैले त ईश्वर मनमा मात्र के भन्न सुरु गरेको थिएँ, मलाई कुटपिट भयो। गुरु, म त यो ईश्वरको काम गर्दिनँ भनेर एउटाले ईश्वरको काम छोडिदिनु भएछ। अनि तिमी के गर्छौ त भन्दा, गुरु जस्तो पिटाइ खान परोस्, जस्तो घृणा गरोस्, ऊ गरोस्, म चाहिँ सहन सक्छु, म चाहिँ परमेश्वरको काम गर्छु, म आनन्दसँग गर्छु, म यस्तो धेरै गुनासोहरू पनि ल्याउँदिनँ। गुरु ल शाबास, तिमी जाऊ। त्यसपछि गर्दै 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 बिउ त गुरुले त दुईटैलाई एउटै बिउ दिएर पठाउनु भएको थियो, तिमीले पनि गर, तिमीले पनि गर। एउटाले छोड्नु भयो, एउटाले हरेक सामना गर्दै 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 त्यो व्यक्तिको नाम सिरियाभरि, सहरभरि, गाउँभरि फलानुले ईश्वर चिनाउँछ अरे फैलिँदै 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 गयो। जसले म गर्न सक्दिनँ भनेको मान्छेलाई धिक्कार लागेछ। मैले पनि चोट सहेको भए, मैले पनि गाली सहेको भए, मैले पनि निन्दा सहेको भए, मैले पनि ईश्वरमा मन दिएको भए, आज मेरो पनि त्यस्तै